गर्दैछौ? खाना पकाउँदैछौ? खाना पकाउँदैछु नि। के बनायौ त? मैले बनाएँ सिमीको तरकारी, त्यसपछि यो चाहिँ बन्दाको तरकारी यहाँ छ। बन्दा अनि यो के हो यो साग मिसाएर, अनि त्यसपछि मैले बनाएँ टमाटरको चटनी, अनि मैले बनाएँ भुटन। कतिको मिठो बनाइछौ? चाख्नु त हजुरलाई भनेको। अनि यहाँ दाल चाहिँ सिटी लाग्दैछ। त्यो के हो त कराईको? यो कराईको चाहिँ अब दाल झान्नलाई राखिरहेको ठिक्क पारेको। अनि यहाँ लसुनको पात काटेर ल्याइसकेँ दाल झान्नलाई। दाल सिटी लाग्दैखेरि बुहारीले यति सजिलो हुन्छ पकाएर खान दिन्छन्, आनन्द हुन्छ। तर के गर्नु, 2-4 दिन मात्रै हो। भोलिबाट फेरि जाने हो। गइहाल्छु बा। त्यही त भोलिदेखि जाने हो। अब पकाएर खोलेन भने आजै छैन। अब फेरि कहिले आउने हो? कति वर्षपछि आउने? कति वर्षपछि फर्किन्छ? थाहा छैन। अब फेरि अर्कोचोटि आएर फेरि मिठो मिठो पकाएर खुवाउँछु। त्यो त खुवाउनु पर्यो नि। मिठो मिठो पकाएर खुवाउनु बेला अब फेरि जाने बेला भइसक्यो। बुहारी आउनु भने खुसी आउने, खाना खाने, फेरि जाने बेला उयो के गर्नु, यस्तै छ।